कार्यक्रमका सभाध्यक्ष प्रमुख अतिथिज्यू लगायत सम्पूर्ण महानुभावहरू उठेर सम्मान व्यक्त गरिदिनु हुनुको निम्ति मैले अनुरोध गर्दछु। सोही लाइनमा जोडिएर अन्य भाइ बहिनीहरू, त्यसैगरी त्यसपश्चात बागेश्वरी माध्यमिक विद्यालय सम्मान प्रकट गरिदिनु हुनुको निम्ति मैले सम्माननीय अनुरोध गर्दछु। त्यसैगरी बागेश्वरी माध्यमिक विद्यालयका भाइ बहिनीहरू उक्त लाइन पश्चात जोडिनु होला। बागेश्वरी माध्यमिक विद्यालयका भाइ बहिनीहरू, त्यसपश्चात किरान्चोक कार्केडाँडा माध्यमिक विद्यालयका भाइ बहिनीहरू जोडिनु होला। नै एउटा सफलताको कडी हो भन्ने कुरा यहाँहरूले भुल्नुहुने छैन भन्ने मैले अपेक्षा गरेको छु। बागेश्वरी माध्यमिक विद्यालयका भाइ बहिनीहरू मार्च पासमा जोडिनु भएको छ। यसपश्चात किरान्चोक कार्केडाँडा माध्यमिक विद्यालयका खेलाडी भाइ बहिनीहरू मार्च पासमा जोडिनु हुनेछ। त्यसपश्चात जनसेवा आधारभूत विद्यालय, जनसेवा आधारभूत विद्यालयपछि मैले रोक्न चाहेँ। रक्तपक्षला आधारभूत विद्यालयलाई अगाडि प्रवेशको निमित्त अनुरोध गरेँ। त्यसपश्चात मात्र जलकन्या आधारभूत विद्यालय प्रवेश गरिदिनु होला। यहाँहरूलाई जानकारी गराउँ, गल्छी गाउँपालिकाले हालसम्म आयोजना गरेका र व्यवस्थापन गरेका राष्ट्रपति रणिक श्री प्रतियोगितामा माध्यमिक विद्यालयका खेलाडी भाइ बहिनीहरूको मात्र प्रतिनिधित्व हुने थियो। यस 6औं राष्ट्रपति रणिक श्री प्रतियोगितामा हामीले सगौरव भन्नुपर्छ आधारभूत विद्यालयका भाइ बहिनीहरूको पनि उत्तिकै सहभागिता देखेका छौँ। त्यसपश्चात जलकन्या आधारभूत विद्यालय पश्चात जनकल्याण माध्यमिक विद्यालय। मार्च पास अवधिभरि यहाँहरू आफ्नो पोजिसनमै रहिदिनु हुनुको निम्ति मैले मार्च पास गरिसक्नु भएकालाई अनुरोध गर्दछु। स्मरण गराउन चाहे निर्णायकज्यूहरूले मूल्याङ्कन गरिरहनु भएकै छ। आफ्नो खेलाडीहरूको प्रतिभा प्रस्फुटन गर्ने एउटा माध्यम, अझ भनौँ गाउँपालिका स्तरमा हुने यो राष्ट्रपति रणिक श्री प्रतियोगिताले सामुदायिक विद्यालय, संस्थागत विद्यालय, अझ भनौँ माध्यमिक विद्यालयका अलावा आधारभूत विद्यालयका भाइ बहिनीहरूको क्षमता पस्किने एउटा थलो बनेको छ। यसमा हामी सबै गल्छी गाउँपालिकाका सबै महानुभावहरू हामीसँग जोडिनु भएको छ। यो महत्त्वपूर्ण समारोहमा अझ भनौँ यो हाम्रो खेलकुदको महाकुम्भ भन्न रुचाउँछु म। यस कार्यक्रममा सम्पूर्ण महानुभावहरूलाई व्यवस्थित रूपमा बस्नको निम्ति मैले अनुरोध गर्दैछु। अनुरोध गरेँ बालकुमारी आम ल बालकुमारी त्यो पछाडिको डोरी एकछिन खोल्न मिल्ने भए खोलिदिनु पर्यो। त्यहाँ पनि हाम्रो विद्यार्थी